हेलो एभ्रिवान, तपाईँहरूलाई मेरो न्यू भ्लगमा स्वागत छ। अनि हामी चाहिँ आज फुलकोपी रोप्ने तयारी गर्दैछौँ। हामी चाहिँ पुरै झाडु खाल्दैछौँ यहाँ मकैबारीमा। अनि यो मकैबारीमा झाडु खालेर चाहिँ चिल्लो बनाएर यहाँ पुरै हामी खन्दैछौँ। अनि आज चाहिँ हामी लगभग 9-10 जना छौँ होला। अनि हामी चाहिँ यो पुरै खनेर अनि यहाँ चाहिँ पुरै यो चाहिँ पुरै खनिसकेर गलेर बसिरहेको छौँ। अनि तपाईँहरू चाहिँ के गर्दै हुनुहुन्छ त्यो पनि भनिदिनु होला। अनि यहाँ चाहिँ पुरै अब खनेर डोब पनि बनाइसक्यौँ। अनि डोब बनाएर यहाँ सुली मल लाउँदैछौँ। यो चाहिँ किनेको हो, बोरामा किन्नु पाइन्छ। अनि त्यस पछाडि चाहिँ मल लगाइसकेर चाहिँ यहाँनिर चाहिँ यसरी कोपी खाल्डामा ठाउँमा लगाउनुहुन्छ। अनि रोप्नेले रोप्दै जान्छौँ, लाउँदै गयो रोप्दै गयो। त्यसरी नै हामी फुलकोपी रोप्छौँ। तपाईँहरू कसरी रोप्नुहुन्छ कमेन्टमा भन्नु होला। अनि हाम्रो चाहिँ रोप्दै खाजा खाने टाइम पनि भयो। अनि हाम्रो खाजामा चाहिँ आज पास्ता अनि आलु भुटेको ढिउ रहेको छ। अनि यहाँ चाहिँ दिदीले सबैलाई पालोपाली बार्दै हुनुहुन्छ। अनि मेरो हातमा पनि आइसकेको छ खाजा। हेर्नुहोस् त, पास्ता र आलु भुटेको। अनि यहाँ ढिउ पनि आइसकेको छ। अब चाहिँ हामी धमाधम खाजा खान्छौँ। अनि खाजा खाएपछि फेरि हामी कामतर्फ लाग्छौँ। अनि यहाँ चाहिँ फेरि हामी डोबहरू पुरै खन्दैछौँ। यहाँ चाहिँ हामी 4-5 जना डोब खन्ने। अनि डोब खनेर हामी डोब खनेकै अनि उता मल लाउनेले मल लगाउँदै हुनुहुन्छ। हामी खन्दैछौँ। हामी चाहिँ यसरी कामहरू बारफार गरेर सबैले मिलेर गर्छौँ। अनि यहाँ चाहिँ मम्मी र बोजूले बिउ पनि लगाउँदै हुनुहुन्छ। अनि परबाट रोप्दै पनि आउँदै हुनुहुन्छ। अनि मैले पनि रोप्न स्टार्ट गरेँ। यहाँ चाहिँ सबैले मल लगाइसकेर खाडल खुरिसकेर चाहिँ हामी सबैले कोपी रोप्दैछौँ। अनि यो चाहिँ हाम्रो अन्तिम गरा थियो नि त। हामीले अघि नै थुप्रो गराहरू रोप्यौँ। अनि यो चाहिँ खुल्ला ठाउँमा थियो। अनि हामीले खुल्ला ठाउँमा चाहिँ यति रोप्यौँ। हेर्नु त कस्तो राम्रो देखिएको छ वारपार। अनि अब चाहिँ हामी रोपिसकेर गलेर बसेको। अनि अहिले चाहिँ कति 6 बज्यो होला। अनि यो खोर्सानीहरूमा पनि हामीले बाँस लगाउने कुरा गर्दै हुनुहुन्छ दिदीले। अनि यहाँ पनि हामी बाँस लगाउनेछौँ। अनि हेर्नुहोस् न, आजको मौसम चाहिँ एकदमै 6 बज्दाखेरि पनि एकदमै सुन्दर, खुल्ला आकाश, बादल एकदमै राम्रो देखिएको छ। यो चाहिँ हाम्रो गाउँ मकैबारीहरू। अहिले चाहिँ हाम्रोतिर चाहिँ पुरै मकैबारीहरू छ नि त। हरियो मकै पोली खानको लागि मकै खाने भए हाम्रो राजधानीतिर आउनु होला। अनि यहाँ चाहिँ पुरै सबैले बाँस ठोक्दै हुनुहुन्छ। अनि यहाँ चाहिँ अब वरिपरि साइडमा बाँस ठोकेर चाहिँ अब यसमा वरिपरि सुत्रीले बेर्छौँ। अनि चाहिँ यो यताउति लसार पसार हुँदैन। अनि यहाँ चाहिँ भेरे खोर्सानी पनि पुरै फलिरहेको रहेछ टन्नै। अनि यहाँ चाहिँ हामीले अलिअलि टिप्यौँ पनि घर लानको लागि। अनि यहाँ चाहिँ धमाधम काम गर्दै हुनुहुन्छ। अनि म चाहिँ भिडियो बनाउँदैछु। अनि यहाँ चाहिँ हामीले बाँस काटेर सुत्री पनि लगाइसक्यौँ। यो चाहिँ हाम्रो लास्ट काम हो। अब चाहिँ हाम्रो छुट्टी हुने बेला भएको थियो। अनि यो चाहिँ हामीले लास्ट गरेको। बाँस काटेर सुत्री पनि लगाइसक्यौँ। अनि चाहिँ हामी लाग्यौँ अब घरतिर। अनि आजको लागि चाहिँ यति नै। हामी अर्को न्यू भ्लगमा भेट्नेछौँ। ओके, बाई बाई।